everyone, welcome to my another video. आज चाहिँ म मेरो कलिगहरुसँग विकेन्डको लागि भनेर नाम्ची जान आँट्दैछु अनि stay tuned for more update. हामी चाहिँ बाटोमा छौँ ल. फाइनल्ली हामी चाहिँ नाम्चीको होमस्टे आइपुग्यौँ. हजुर हजुर भन्नु न. ओ सिस्टर आमा भन्दै कुदे जाऊ. म यहाँ भिडियो सुट पनि गर्दैछु. नमस्कार. के जोरले जोरले अब दिदी हाम्रो मोबाइलले दिदीले भन्नुहुन्छ जोरले. ल खै खै दर्शन कसरी गर्छ देखाउ त. अबुई कस्तो खतरा खाइदिएको. खै के पाक्दैछ तिम्रो किचनमा हेरौँ ल. किचन हेर्दा हुन्छ. के पाक्दैछ खै आएँ ल म त. के पाक्दैछ भन त. यसमा के पाएको. पानी ए पानी तताएको. यहाँ चाहिँ हाम्रो लोकल कुखुराको तिम्रो नाम के हो? तिम्रो नाम के हो? भइसक्यो. खै अहिले कस्तै गरी दर्शन गरिदेऊ न त. भुइँ सरेर दर्शन गरिदेऊ त. कसरी हो हेरौँ त. फेरि गरिदेऊ त. अबुई ल भाग्यमानी हुनु. यहाँ चाहिँ स्टक रहेछ उहाँहरूको. अनि प्लेटहरूदेखि लिएर सबथोक भाउजू भन्छु है. अनि हामी जाँदैछौँ. खाना चाहिँ रेडी हुँदै थियो अनि हामी चाहिँ रिफ्रेस हुनको लागि भनेर नाम्ची भिलेज घुम्न निस्किँदैछौँ. अनि हामी यो घुमेर गएर चाहिँ अनि खाना खाने प्लान थियो. हाम्रो डाइनिङ रुम चाहिँ यस्तो थियो. हामीले यहाँ बसेर खाना खायौँ. खानामा चाहिँ यहाँको लोकल कुखुराको सुप अनि माम सब्जी पापड. मिठो. अनि त्यो सुँगुरलाई पोलेर अनि रातभरि खानु आगो कामै भन्नु. कति बजीसम्म यहाँ होला? 11 बजे. घरमा पाउँदै आउँछ. कागती पनि ल्याउनु न ल. कागती पनि यसो ल्याइदिनु. मै पनि जिल्के हुँदो हो अहिलेको बुढो जोतारीमा बोल्पी बोल झ्यामै 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 तिमीसँग माया बस्यो. के भनौँ खै. हे गाइदेऊ गीत किन भाउ खाकी छौ कि त मुखमा बिडालु राखी छौ गलबन्दी गलबन्दी छेती हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर गलबन्दी छेती हो तिमीले तानेर बोला.
हाम्रो रुम चाहिँ यस्तो थियो। आजको हाम्रो नाइटको प्रोग्रामै सक्यो। त्यस पछाडि हामी एकछिन बसेर गफ गर्न थाल्यौँ। हेलो गुड मर्निङ। हामी चाहिँ नाम्जेमा छौँ। यो चाहिँ मर्निङ सिन यस्तो छ। अनि स्लिपर्समा हिँडिरहेको छौँ होइन। हामीले चाहिँ ट्रेकिङ सुजहरू लगाएको छौँ तर हिँड्दा चाहिँ चप्पल। हामी चाहिँ बिहानै उठेर यो मर्निङ भ्यू हेर्नको लागि चप्पलमै जाँदैछौँ। एकचोटि रिपेयरिङ मात्रै रहेछ यो फेरि 2 चोटि का 3 चोटि हाल्नुपर्छ अरे न पास हुँदैन ग्रेड मात्रै भयो यो यतिको हो नि नेपाल सरकारले नेपालको हाम्रो बुद्धिजीवी नेताहरू हुन्छन् उहाँहरुले चाहिँ पहल गर्नु पर्यो बुद्धिजीवी भन्दा पनि खारा चाहिँ भ्रष्टाचारी भएका त्यही त उनीहरू अब कुरो गरे भने गएको छ भने अहिले अब अहिले छिटो छैन गर्छ तर त्यो काम यो नि तपाईको यो रोड कति हो भने नि यहाँ त्यस्तो पहिरो पनि जाँदैन नि त नि जाँदैन अनि त पहिरो जाने उ पनि छैन त्यस्तो यो यहाँ चाहिँ चाहिँ अबका हो त्यो पहिरोको डाँडो काट्दाखेरि म गएको थिएँ कि ट्याक भर्खर पुग्दै थियो के बुधबारेमा दिदी कुदा कुदा हुन्छ कि कस्तो पो हुन्छ यस्तो हुन्छ पाइलो हुन्छ बोल्नु जस्तो लागो दिदी खाना खा ताराले पोलो मात्र जब लोकल रक्सीले टाउको देखाइदियो लोकल रक्सी र अर्को भन्छ त्यस्तो हुन्छ का मिक्स त पनि 5 वटा हैन 10 वटा भयो नि त पातिर कोठहरुको त्यस्तो हुन्छ नि मन पर्छ का म त अघि गएको उतै आन्टीले माथि गोठमा जाने बाटो रहेछ गोठमा पुगेँ गाडी दिनु हुँदै रहेछ बाबु यता त बाटै छैन भन्नु अनि फर्के फेरि रोडमै परबाट जानु चढ्नु माथि ए माया बोल यो चाहिँ नाम्जेको मर्निङ भ्यू एकदम पाल देखिरहेको थियो। यो मर्निङ भ्यू चाहिँ एकदमै रिफ्रेसिङ पनि छ। यहाँबाट चाहिँ नाम्जे भिलेज एकदम राम्ररी देखिने रहेछ। यदि नाम्जे आउँदै हुनुहुन्छ भने चाहिँ यो ब्युटिफुल सनराइज हेर्न चाहिँ नबिर्सिनु होला। नाम्जेको ब्युटिफुल सनराइज हेरिसकेपछि हामी फेरि जाँदैछौँ होमस्टेतिर। आज चाहिँ हामी नाम्जेबाट निस्केर फेरि भेरेटार घुम्ने प्लान छ, त्यसैले हामीले ढिलो नगरिकन होमस्टेतिर जाँदैछौँ। दिदी एकदम हामीलाई डुलाउने अरे त बनाउन थाल्नु भएर भन्नु न 4 बजे निस्किनु 4 बजे हो त्यति गर्ने हो। यहाँ चाहिँ यसरी खाता लगाएर बिदाई गरिदिने चलन रहेछ, त्यही भएर हामीलाई पनि उहाँहरूले खाता लगाएर बिदाई गरिदिनु भयो। हामी चाहिँ यहाँको एकदमै अथेन्टिक खाना अनि एक बोरा एक झोला मेमोरिज बोकेर हामी निस्क्यौँ नाम्जेबाट। नाम्जे टु भेरेटार जान आँट्दैछौँ। हामी चाहिँ अन द वेमा छौँ। यसरी टिकटक बनाउँदै रमाइलो गर्दै हामी नाम्जेबाट निस्क्यौँ। यहाँ भाइ यहाँ झन् राम्रो छ।
यतिखेरको बाटोबाट चाहिँ भुटियाघर जान्थ्यो, तर हामी उता भुटियाघरतिर नगएर यता भेरेटारतिर निस्क्यौँ। हाम्रो लागि त छैन त। फाइनली हामी चाहिँ भेरेटार आइपुग्यौँ अनि भेरेटारको यो रेस्मा होटलमा बसेर हामीले तातो थुक्पा खायौँ। थुक्पा अर्डर गऱ्यौँ अनि थुक्पा अर्डर गरेर हामी थुक्पा खाँदै गफ गर्दैछौँ। एक्सपिरियन्स वाज टु गुड, एकदम धेरै रमाइलो लागेको छ। एउटा याद जुन कुराले याद बोक्छ भनेपछि त्यो एकदम धेरै राम्रो कुरा हुन्छ नि त। सो यसले याद बोक्यो, द्याट इज द गुड थिङ। यो हामी निस्क्यौँ भेरेटारबाट। हामीलाई यो लोकेसन भनेर चाहिँ थाहा थिएन एक्ज्याक्टली। हामी जुन लोकेसन पर्फेक्ट हुन्छ त्यहीँ गएर बस्ने भनेर हामी भेरेटारबाट हिँड्दै जाँदैछौँ। जादु हेर्नु दामी छ दादा, आई लाइक द्याट। मच्छर कराएर हैन अलिक डरो गर्छ कस्तो भाइब्रेट हुन्छ होइन, यो साइकको हो। तरिकाले दियो क्या फाइनली हामीले चाहिँ एकदम पर्फेक्ट लोकेसन भेट्यौँ अनि हामी त्यहाँ गएर एकछिन रेस्ट गर्नेवाला छौँ। अनि त्यस पछाडि हामी फेरि अर्को लोकेसनमा गएर फेरि एकछिन रेस्ट गर्ने भन्ने हाम्रो प्लान छ। माथि कहीँ छैन त्यो कोठाहरू छ, कोठामा नबस्ने त्यो बस्ने। त्यसपछि हामी सबजनाको रेस्टिङ मोड चाहिँ अन भयो अनि हामी सबैजना एकदम थकित भएर आनन्दले बसिरहेको छौँ। त्यहाँबाट चाहिँ केही फुडहरू अर्डर गरेर अनि खाएर अनि निस्किने प्लान छ हाम्रो। यात्रा केही हुँदैन, केही हुँदैन। यसै गरी हामी फाइनली धरान आइपुग्यौँ अनि त्यस पछाडि हामी धरानबाट जाँदैछौँ इटहरी। अनि मेरो भ्लग पनि यही सक्यो। थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यु इन माई नेक्स्ट भिडियो।